सो गाइस आज चाहिँ आफ्टर लङ टाइम पछि म चाहिँ हाइकिङ आएको छु माथि टपमा। अनि यो तल देखिरहेको ठाउँ चाहिँ ओक्रेन होइन। अनि हामी त फ्लाको अनि सो आफ्टर लङ टाइम पछि चाहिँ आएको यता अनि साइक्लिङ गरेर अनि लास्टै खुट्टा दुखिरहेको छ बानी नभएर हो। अनि म चाहिँ अलि अगाडि नै है साथी अलि पछाडि छ ऊ बिस्तारै चलाउँछ। अनि यो साइकल चाहिँ इजी छ है यो चलाउन चाहिँ, किनभने ई बाइक हो नि त। अनि आधी खुट्टाले चलाएपछि आधी आफैले प्रेस दिन्छ इनर्जी दिन्छ अनि आधी चाहिँ आफैले अनि हाफ हुन्छ है, त्यति गाह्रो पर्दैन। अनि अब हामी चाहिँ अलि माथि नै जान्छौँ। अनि किन जान्छौँ किनभने राम्रो भ्यू देख्छ माथि गएर। अहिले चाहिँ घामले गर्दाखेरि त्यति भ्यू राम्रो देखाएको छैन। अनि सो त्यही हो, अब लङ टाइम पछि भिडियो गरिरहेछौँ अनि त्यही भएर बोल्नलाई त्यति अलिक गाह्रो भइरहेछ। केही छैन बानी हुन्छ बिस्तारै आफ्नै त हो नि के छ र। अनि साथी पछाडि आउँदैछ म यता अगाडि सो सही हो। अनि यो मैले किन यो लगाएको भन्दाखेरि चाहिँ अलिकति साइक्लिङमा चाहिँ जाडो हुँदो रहेछ कि हावाले गर्दाखेरि। अनि सो सही हो, दामी चाहियो मलाई वरिपरि के हो